राष्ट्रिय स्वतन्त्र पार्टी रासुवापाका वरिष्ठ नेता बालेन्द्र शाहले झापा पुगेर पुनः चुनावी प्रचार सुरु गर्नुभएको छ। झापा क्षेत्र नम्बर 5का उम्मेद्वार रहेका बालेनले आज बिहान कमल गाउँपालिकाको सुकुम्बासी बस्तीमा पुगेर आफू विजय भएको खण्डमा सुकुम्बासी बस्तीमा डोजर नलाग्ने आश्वासन दिनुभयो। काठमाडौँका सुकुम्बासी बस्तीहरूमा डोजर चलाएको भनेर गलत भाष्य बनाउन खोजिएको भन्दै उहाँले झापाका सुकुम्बासीले लाल पूर्जा पाउने तर्क गर्नुभयो। भूमि आयोगका नाममा आफ्नै कार्यकर्ता भर्ती हुने र वास्तविक सुकुम्बासीले लाल पूर्जा नपाउने समस्या देखिएकाले त्यसो नहोस् भन्ने आफूले चाहेको बालेनको भनाइ छ। काठमाडौँको चाहिँ खोला छेउको सार्वजनिक जग्गा हो क्या। हजुर। त्यो काठमाडौँको चाहिँ खोलाको जग्गा। हजुर। काठमाडौँको त्यो खोला छेउमा बसेको चाहिँ उहाँहरूको लागि हो क्या। हजुर। त्यो बाढी आउँदाखेरि त्यो उहाँहरू बसेको बस्ती भन्दा माथिसम्म आउँछ क्या। हजुर। अनि हरेकचोटि बर्खा लाग्दा असारमा चाहिँ उहाँहरूलाई निकालेर अर्को ठाउँ लानुपर्छ नि त। काठमाडौँमा गर्न खोजेको चाहिँ उहाँहरू जोखिममा बस्नु भएकोलाई सेफ ठाउँमा राख्नु पर्यो भनेको, तर त्यसको गलत नेगेटिभ चाहिँ डोजर जस्तो देखियो। खास त्यो मान्छेको ज्यान जोगाउनलाई हो खोला छेउबाट हटाउनु खोजेको। खोला छेउभन्दा बाहेक बिचको त लगत भूमि आयोगबाट लगत सङ्कलन गरेर नेपाल सरकारले दिने हो कि जग्गा। नेपाल सरकारले दिनुपर्छ, त्यो स्थानीय सरकारको सिफारिसमा नेपाल सरकारले दिने हो कि। जस्तो यहाँको त रियल हो नि त। वरिष्ठ नेता बालेनले रासुवापाको घोषणापत्र तयार भइरहेको भन्दै झापा 5को लागि आफूले छुट्टै घोषणापत्र बनाउने बताउनुभयो। शिक्षा स्वास्थ्य निशुल्क गर्ने सवालमा उहाँले काठमाडौँमा यस विषयमा गरेको कामको दृष्टान्त सुनाउनु भएको थियो। सरकारसँग बजेट नभए प्रदेश संरचना खारेज गर्न सकिने मतदाताको सुझावलाई भने बालेनले अस्वीकार गर्नुभयो। प्रदेश संरचनामा भएको खर्चले देश कमजोर भएको भाष्य नै गलत भएको